नमस्कार, तपाईलाई विश्व बुलेटिनको अडियो श्रृङ्खलामा स्वागत छ। आज हामी एउटा यस्तो अद्भुत पुस्तकको बारेमा कुरा गर्नेछौँ। त्यो हो थिङ्क एन्ड ग्रो रिच, जसको नेपाली अर्थ हुन्छ सोच अनि धनी बन। यो कुनै सामान्य पुस्तक होइन, यो संसारका 10 उत्कृष्ट प्रेरणादायी पुस्तकहरूमध्ये एक हो। नेपोलियन हिलद्वारा सन् 1937मा लेखिएको यो पुस्तक आज पनि 50 भन्दा बढी भाषामा अनुदित छ र करोडौं मानिसहरूलाई सफल र धनी बनाएको छ। हिललाई यो पुस्तक लेख्न प्रेरणा दिएका थिए एन्ड्रयू कार्नेगी, जो बेलायतबाट अमेरिका आएका थिए र मेहनतबाट विश्वका धनी व्यक्तिहरूमध्ये एक बने। नेपोलियन हिलले 25 वर्षसम्म 500 भन्दा बढी उद्यमीहरू जस्तै थोमस एडिसन, हेनरी फोर्ड, रकफेलर आदिहरूसँग अन्तर्वार्ता गरेर जीवन परिवर्तन गर्ने 13वटा सूत्रहरू लेखे, जुन आज हामी तपाईहरूसँग बाँड्दैछौँ। सुरु गरौँ पहिलो सूत्रबाट। पहिलो रहेको छ सोचको शक्ति। चेतनाबाट सम्पन्नताको सुरु हुन्छ। पुस्तकको मूल सन्देश हो, धन पहिले तपाईको मनमा जन्मिन्छ, त्यसपछि बाहिरी दुनियाँमा देखा पर्छ। यदि तपाईँ साँचो निश्चय, योजनाबद्ध सोच र विश्वासका साथ कुनै लक्ष्य तय गर्नुहुन्छ भने त्यो अवश्य पूरा हुन्छ। दोस्रो नम्बरमा भनिएको छ प्रबल इच्छा, मनको तातो ज्वाला। नेपोलियन हिल भन्छन्, केवल चाहनु मात्र पर्याप्तता छैन, त्यो चाहना यति बलियो हुनुपर्छ कि तपाईलाई निद्रा लागोस् भने पनि त्यो सपना आउनुपर्छ। सफलता केवल भाग्यको कुरा होइन, सपना, स्पष्ट योजना र त्याग गर्न तयार मनस्थिति सफलता ल्याउँछ। उदाहरणका लागि थोमस एडिसनले 1000 चोटि असफल भएपछि बल्ल बिजुलीको आविष्कार गरेका थिए, किनभने उनीसँग त्यो प्रबल इच्छा थियो। नम्बर 3मा रहेको छ स्पष्ट उद्देश्य। म के चाहन्छु थाहा पाउनुहोस्। धेरै मानिसहरू असफल हुन्छन् किनभने उनीहरूलाई थाहा छैन म वास्तवमा के चाहन्छु। हिल भन्छन्, स्पष्ट उद्देश्य बिना दौडिनु भनेको दिशाहीन पागलपन हो। तपाईलाई आर्थिक स्वतन्त्रता चाहिएको हो, सफल व्यवसाय, राम्रो शिक्षा, त्यो सबैभन्दा पहिले कागजमा लेख्नुहोस्। विश्वासको बिना विजय सम्भव छैन। हाम्रो आत्मबल नै हामीलाई उचाइमा पुर्याउँछ। नेपोलियन हिल भन्छन्, आफूमाथि विश्वास नगर्नेले जीवनभर अरूको सपना पूरा गरिरहन्छ। हरेक बिहान आफैलाई भन्नुहोस्, म सक्षम छु, म लक्ष्यमा पुग्न सक्छु। 5औं नम्बरमा रहेको छ आत्मसुझाव, हाम्रो चेतनालाई दिने सन्देश। अवचेतन मस्तिष्कमा बिस्तारै बस्छ, त्यसैले हिल भन्छन्, हामी जे सोच्न थाल्छौँ त्यही बन्न थाल्छौँ। नकारात्मक कुराबाट टाढा बस्नुहोस्। रोज रोज आफैलाई सकारात्मक वाक्यहरू भन्नुहोस्। म धनी हुनेछु, म सफल छु, म डराउँदिन। नम्बर 6मा रहेको छ ज्ञानको महत्त्व। जानकारी होइन, लागू हुने ज्ञान। सिर्फ किताबी ज्ञानले काम गर्दैन। सफलता आउँछ तब हामी ज्ञानलाई व्यवहारमा ल्याउँछौँ। हिल भन्छन्, स्कुलमा पाएको डिग्री भन्दा महत्त्वपूर्ण हो तपाईको सोच र त्यो सोचलाई व्यवहारमा उतार्ने क्षमता। 7औं नम्बरमा रहेको छ योजनाबद्ध प्रयास। सोच मात्र होइन, काम पनि चाहिन्छ। सपना देख्नु राम्रो हो, तर त्यो सपना पूरा गर्न तपाईले योजना बनाउनु पर्छ। हिल भन्छन्, जो योजना बनाउँछ र कार्यमा उतार्छ उही सफल हुन्छ। हरियो सपना देख्नुहोस्, तर रातो पसिना बगाउन तयार हुनुहोस्। 8औं नम्बरमा रहेको छ असफलता भनेको अन्त्य होइन। धेरैजसो मानिस हार मान्ने क्षणमै लक्ष्य नजिक पुगेका हुन्छन्। हिल भन्छन्, धैर्यता नै इच्छालाई वास्तविकता बनाउने पुल हो। अलिकति ढिला भयो भने हतोत्साहित नहुनुहोस्। हावा जहिले पनि हाम्रो पक्षमा हुँदैन, तर ढुङ्गा चलिरहन्छ। नम्बर 9मा रहेको छ मास्टरमाइन्ड समूह, सहकार्यको शक्ति। सफल मानिसहरू कहिले एक्लै हुँदैनन्। उनीहरू सधैँ राम्रो विचार भएका मानिसहरूसँग घेरिएर बस्छन्। हिल भन्छन्, जब 2 जना मिलेर सोच्छन् तेस्रो शक्ति जन्मिन्छ। त्यसैले तपाईँ पनि त्यस समूहमा बस्नुहोस् जसले तपाईँको ऊर्जा बढाओस्, घटाउने होइन। डर सफलताको सबैभन्दा ठुलो शत्रु हो। हिलले 5 प्रमुख डरको चर्चा गर्छन्। ती हुन् गरिबीको डर, आलोचनाको डर, स्वास्थ्य बिग्रिने डर, प्रेम गुमाउने डर र मृत्युको डर। यी डरलाई जित्नुहोस्, सफलता तपाईको अगाडि झुक्नेछ। र अन्तिम सन्देश रहेको छ सोच बदल्नुहोस्, संसार बदलिन्छ। नेपोलियन हिल भन्छन्, धनी बन्न सबैभन्दा पहिले तपाईले आफ्नो सोच धनी बनाउनु पर्छ।
सपना देख्नुहोस्, त्यसमा विश्वास गर्नुहोस् र लगनशील भएर काम गर्नुहोस्। सफलता तपाईको हुनेछ। यो सँगै आजको अडियो श्रृङ्खलाबाट हामी बिदा लिन्छौँ। यदि तपाईलाई यो अडियो बुक मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि अर्को प्रेरणादायी अडियो श्रृङ्खला लिएर अवश्य भेट्नेछौँ। धन्यवाद। जय नेपाल।